बहादुरपुर गया Siswari FC versus Satara FC. आगमन भइरहेको छ खेल प्रेमी दर्शक महानुभावहरू आजको खेल पञ्चकन्या फुटबल क्लब कोठी नयाँ उदयपुर र आयोजक सुरुङगा बल टच छ तेत पारा चाहिँ के खेल्नु दुईटा मोटे के हो दुईटाहरुको वाटर कुद्ने उसको भिडियो भाइरल भएको तथा परविन दाइ हान त जिल्ला आसन गराउनका निमित्त हार्दिक अनुरोध गर्दछु अरे यार नाइस सेभ गरेको छ किपरले निक्टो पास तर ओहो सेट क्या गर्नु गेलेरु ए दुई साइड में आगल छ दुई गो बराबर छ दुई छु 0-0 छ त पेल्दै रहो देते रहो ह्यान्ड हो त खतरा पास गएको छ ओ तर डिफेन्डरको अब थाहा भएन यसलाई फ्याल्छ भनेर फुटबल फर्मुलाका 2088 को 24 गतेदेखि प्रारम्भ भएको खेल फुटबल प्रतियोगिता आज चौथो दिन अर्थात् सेमी फाइनल प्रवेश गरिसकेका छन् र भोलिको गेम चाहिँ मधेसा भर्सेस यता लैसकेको छ चान्स ओ खतरा सेभ यो अर्को फेरि टिम बनाउनु बेर पनि छैन One more chance. Oh shit. Goal. खाएजी गोल सिक्नेहरूले लागि बन्यो फिक्स छैन एक गोल भएपछि दुईटा टिमलाई जोस आउँछ नि त गाइस आउट सकेसम्म आउट हेर्नु छैन गोल हानेको सिसारीलाई जोते गयो त्यति के भयो हड्याउँछ देखि सुटे हान्दियो के गाइस पेनाल्टी परेको छ छतारा र फर्स्ट सुट हाल्नु छ तेजी सेभर गोल सुजी पापर दिन्छ अरे पापर दिन्छ जस्तो लाग्यो कस्तो डुबिन्छ पेनाल्टी हान्दाखेरि
सेभ हुन्छ हुँदैन सेट गेम जितिसकेको छ सिसवाडीले फाइनली आज गेम सिसवाडीले उठाइसकेको छ आज गेम चाहिँ सिसवाडीले लगेको छ होइन चतरा भर्सेस सिसवाडी अब फाइनल पनि सायद सिसवाडी लाग्छ जस्तो लाग्यो टिम चाहिँ बबाल छ गाइज चतराको यस्तो बबाल टिमलाई हान्दैन सिसवाडीले तर आज चतरा कि त सिसवाडी जसले जित्यो नि त्यही फाइनल जित्यो जस्तो लागिरहेको थियो र सिसवाडीले जित्यो चान्स पनि छ सिसवाडीले फाइनल जित्ने गाइज टिम बबाल छ है